सबैजनालाई नमस्कार। अहिले म दैलेख जिल्लाको यो जलजला भन्ने ठाउँमा छु। हजुरहरूले पछाडि देख्न सक्नुहुनेछ यो अहिले पेट्रोलको तेलको उत्खनन ठाउँ। यहाँ 4000 मिटर तलबाट अहिले यहाँ तेल निकालेको रहेछ। यो चाइनाको कम्पनी ठेक्का लिएर यो निकालिसकेपछि अब नेपाल सरकारले कुन कम्पनीलाई दिने, कसरी निकाल्ने, के गर्ने भन्ने कुरा अलिकति डिसिजन लिन नसकेको अवस्था रहेछ। यहाँको स्थानीय सोर्सबाट थाहा पाए अनुसार अब निश्चित रूपमा नयाँ सरकार आएको अवस्था छ देशमा। निश्चित रूपमा उहाँहरूले अब यसलाई चाहिँ कुन देशलाई दिने, कसरी गर्ने भन्ने कुरा उहाँले अबको बजेटमा, अबको योजनामा राख्नु होला। यो मलाई लाग्छ उहाँले भनेअनुसार चाहिँ नेपाललाई 50 वर्षलाई पुग्ने तेल यहाँ उत्पादन भन्न खोजेको यहाँ चाहिँ खानीमा छ भन्ने चाहिँ मोटामोटी उहाँले भन्नुभएको छ। यो असाध्यै शुभ नयाँ आशाको किरण पलाएको छ देशमा। यस्ता प्रचुर खानीहरू नेपालमा छन्। हामीले यसलाई चाहिँ अलिकति उत्खनन गरेर निकालेर निश्चित रूपमा नेपाल धनी हुनसक्छ। यो असाध्यै राम्रो काम भइरहेको छ। हजुरहरू सबैजनालाई यो सूचना मैले प्रवाह गर्न खोजेँ। हजुर सबैलाई जय होस्। म सुरज गौतम, यो दैलेख जिल्लाको जलजला भन्ने ठाउँबाट म बोलिरहेको छु। हजुरहरू सबैको जय होस्।